भयो दिदी? देखिनस् यहाँ के भयो? कसले फुटायो तपाईको छोराको टाउको? आहा कस्तो नाटक गर्न जानेको, लाज लाग्दैन तँलाई? आखिर तपाईँ के भन्न चाहनुहुन्छ? खुलास त भन्नुस् न। हेर मेरो छोराको गति, तेरो ज्यानमारा छोराले मेरो छोराको टाउको फुटाल्थ्यो। दिदी यो तपाईँ के नचाहिँदो कुरा गर्दै हुनुहुन्छ? मैले नचाहिँदो कुरा गरेको भए तेरो छोरालाई बोलाएर सोध्न। राजु, राजु, यहाँ आइज, आइज यहाँ। के तैँले उसको टाउको फुटाइदिएको हो? भन्, छिटो भन्। मेरो छोरा भएको भए खुट्टै भाँचिदिन्थे। बाउ नभएको छोरा बिग्रदो रहेछ भने साँच्चै नै हो मेरो छोराको टाउको मात्रै फुटाल्थ्यो। भोलि यसले गाउँलेको यसले ज्यान पनि लिन सक्छ। कहीँको ज्यान मारा हिँड छोरा। स्कुल पढ्न जान्छु भनेर गुन्डागर्दी गर्दै हिँड्छस् त? के भने सुनिस् तैँले? तैँले मलाई यो गाउँमा बस्नु दिनुहोस्। तँलाई म